फेरि पनि सांगीतिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। यति बेला हामी विष्णु थापा विश्व पुरस्कार वितरण गर्न गइरहेका छौँ। सबैजनाले ताली बजाइदिनुहोला फेरि पनि एकपटक। उहाँको पुरस्कार ग्रहण गर्दै हुनुहुन्छ मिठो आवाजको धनी लोकप्रिय गायिका लक्ष्मी परियारज्यू। सबैजनाले ताली बजाइदिनु है, तालीमा कन्जुस नगराउला, किनकि हामी धेरै प्रतियोगीहरूलाई पछि पार्दै प्रथम स्थान ओगट्न सफल हुनुभएको छ भने अन्य विशिष्ट अतिथि महानुभावहरू यसमा यो कार्यक्रम सम्पन्न गर्नको निमित्त निर्णायक भूमिका निर्वाह गर्ने सम्पूर्ण निर्णायकज्यूहरू, जुरी मेरो आदरणीय भाइ भनौँ, प्यारो भाइ भनौँ, रमेश विज्यू, रामचन्द्र चन्दज्यू र विशेष गरेर आज सुनमा सुगन्ध हुन्थ्यो आदरणीय व्यक्तित्व आदरणीय अग्रज नारायण दाईको पनि उपस्थिति हुन सकेन। उपस्थिति भएको भए अझै हामीलाई थप ऊर्जा मिल्थ्यो र आयोजकलाई पनि थप ऊर्जा मिल्थ्यो भन्ने मलाई लागेको छ। र तथापि यदि भव्य कार्यक्रममा आतिथ्यता ग्रहण गर्ने जुन मौका दिनुभयो गोर्खाली भोइसको यो समापन समारोहमा म आफूलाई उभ्याउन पाउँदाखेरि असाध्यै गर्व महसुस भएको छ। मलाई लाग्छ सिजन 2 मा पनि आतिथ्यता ग्रहण गर्ने सौभाग्य मिलेको थियो। त्यसका निमित्त यो गरिमामय यो संस्थाका सबै अध्यक्ष लगायत सम्पूर्ण साथीहरूमा उच्च सम्मान व्यक्त गर्दछु। विश्वास आचार्य असाध्यै लागि पर्नु भएको छ र समग्र टिम असाध्यै लागि परेको छ। एकचोटि यो टिमको लागि नेपाली गीत सङ्गीतको लागि पर्ने सम्पूर्णको लागि जोरदार ताली माग्छु मैले। स्पेसली गोर्खाली टिमलाई राम्रो दोहोरी गाउनु भएको छ, धेरैमा छानिएर आउनु भएको छ। जो विजय हुनुभएको छ यहाँहरूलाई उज्जवल सांगीतिक भविष्यको कामना गर्छु। मैले करिब नेपाली गीत सङ्गीतमा 32 वर्षको दौडानमा तपाईँ आज जो विनर हुनुभयो नि, म तपाईँहरू जस्तो बन्न म कोसिस गरिरहेको छु। म तपाईँहरू जस्तो बन्न खोजिरहेको छु। तपाईँहरू म जस्तो बन्न नखोज्नु, म तपाईँहरू जस्तो बन्न खोजिरहेको छु। किनभने यो तपाईँहरू युवा हुनुहुन्छ, नयाँ पुस्ता हो नि त। जहिले पनि संसार भनेको नयाँको, त्यही भएर म नयाँ बन्नको प्रयास गर्दैछु कि। त्यसले गर्दाखेरि म सबै नयाँ भाइ बहिनीहरूसँग दोहोरीमा कसिने, सिउरी खेल्न गइहाल्ने, सिङ जुदाउनु गइहाल्ने गर्दछु नि त। त्यो म तपाईँहरू जस्तो बन्न खोजेको हो। त्यो मैले नेपाली गीत सङ्गीतप्रति अझै पनि केही गर्नुपर्छ नेपाली लोकदोहोरीमा भन्ने भएर मात्रै हो। त्यस कारणले गर्दाखेरि नेपाली लोकदोहोरीको भविष्य असाध्यै उज्जवल छ। गाउँबाट बजारबाट सदरमुकामबाट काठमाडौँबाट विश्वव्यापी भइरहेको छ। त्यसले गर्दाखेरि नेपाली लोकदोहोरी गीतलाई जो नयाँ पुस्ता, एउटा खुसीको कुरा के छ भने नयाँ पुस्ता लोकदोहोरीमा असाध्यै आकर्षित छ। नयाँ पुस्ताले चासो नलिएको भए यो हराउने सम्भावना हुन्थ्यो। तर नयाँ अब हाम्रो चाहिँ अब आजको सबै युवा भाइ बहिनीहरू सबै यहाँहरू लागि पर्नु भएको छ भनेपछि नेपाली लोकदोहोरीको भविष्य अझै दीर्घकालीन छ, आयु चाहिँ बढ्दो छ। त्यसले गर्दाखेरि यहाँहरूको उज्जवल साङ्गीतिक भविष्यको पनि कामना गर्दछु। असाध्यै लोकप्रिय गायिका शोभा कार्कीको यो असाध्यै राम्रो दोहोरीमा हामी आएर आफ्नो केही कुरा राख्ने मौका पाइयो। यति ठुलो कार्यक्रममा आयोजना गर्नुभयो, यसको निमित्त आयोजना गर्ने वातावरण मिलाइदिनु भयो। शोभा कार्की लगायत सम्पूर्ण टिमलाई पनि धेरै धन्यवाद छ। शोभा कार्की बहिनीको लोकदोहोरीको त म असाध्यै फ्यान पनि हो। बहिनीको गाएको सुन्दाखेरि मलाई छुट्टै मजा आउँछ। र पनि आज यहाँ बहिनीसँग पनि भेट हुने जुन मौका मिलाइदिनु भयो। आयोजकप्रति जति लामो कुरा गरे पनि, जति लामो डोरी पाटे पनि गाँठो एउटै भन्छन्। विशेष गरेर नेपाली लोकदोहोरीमा जो लाग्नु भएको छ देश विदेशबाट, हामीले त के नै गरेका छौँ र विदेशमा आफ्नो थोरै ड्युटीको समय छुट्याएर मौका परे लुकेर नभए सबै कुरा त्यागेर पनि लोकदोहोरीमा माया गर्नुभएको छ। र गोर्खाली भोइसले यो वातावरण मिलाएको छ। गोर्खाली भोइसको जति सम्मान गरे पनि कम हुन्छ भन्ने लाग्छ मलाई। हामी कलाकार हो, हाम्रो पेसा हो। तर यो गोर्खाली भोइसको टिममा कलाकारहरूको जमातभन्दा यो व्यवस्थापन गर्ने जमात ठुलो छ। व्यवस्थापन आफैमा कठिनाइ काम हो। तर यो कठिनाइका बावजुद पनि आफ्नो समय, महत्त्वपूर्ण समय निकालेर विश्वास आचार्य र हाम्रा अध्यक्षज्यू सबै खटिरहनु भएको छ। यहाँहरूको जति तारिफ गरे पनि कम हुन्छ। त्यसले गर्दाखेरि हामीले सकेसम्म नेपाली गीत सङ्गीतलाई र विशेष स्पेसल्ली नेपाली लोकदोहोरीलाई नै यसले हाम्रो यो गोर्खाली भोइसले टार्गेट गरेको छ। नेपाली गीत सङ्गीत र विशेष गरेर नेपाली लोकदोहोरी गीतलाई माथि पुर्याउनको निमित्त जुन भूमिका निर्वाह गर्नुभएको छ, यसका निमित्त यहाँहरूलाई धेरै धन्यवाद
र उच्च सम्मान व्यक्त गर्दछु। एउटा यो न्यानो आतिथ्यताको निमित्त यति महत्त्वपूर्ण प्रोग्राममा मलाई पनि समय उपलब्ध गराइदिनु भयो, मौका दिनुभयो र आगामी दिनमा पनि यस्तै यहाँहरूसँग हातमा हात काँधमा काँध मिलाएर सँगसँगै हिँड्न पाऊँ। नेपाली गीत सङ्गीतमा केही गर्ने जुन हाम्रो हुटुटी छ यसमा यहाँहरूको साथमा एउटा इट्टा थप्ने पटक इट्टा थप्ने मलाई पनि मौका दिनुभएकै छ सिजन 2 मा पनि र आज पनि। र यो माया निरन्तर रहिरहोस्। मेरो तर्फबाट हुने मिल्ने सक्ने नहुने कुरा त भन्ने कुरा भएन, हुने र मिल्ने सक्ने कुराहरू म यहाँहरूको साथमै छु, म गोर्खाली भोइससँगै छु भन्ने कुरा मनमा राखिदिनु होला। र मैले फेरि एकचोटि उच्च सम्मान व्यक्त गर्नुपर्छ यसका आदरणीय सल्लाहकारज्यू, मेरो आदरणीय अग्रज नारायण राय माझीज्यू, विदेशमा रहेर पनि यो कार्यक्रमलाई सफलतामा पुर्याउनको निमित्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष, असाध्यै राम्रो सर्जक मेरो प्यारो भाइ रमेश पिजीप्रति पनि उच्च सम्मान व्यक्त गर्दछु। आज विविध कारणले होला रामचन्द्र भाइलाई मैले धेरै मिस गरेको छु। रामचन्द्र चन्दलाई भेट्न पाइएन र उहाँको वक्तव्य त हामीले सामाजिक सञ्जाल मार्फत सुन्ने मौका त पाइयो, भेट्न पाएको अझै राम्रो हुन्थ्यो, तर भाइलाई मिस गरेको छु। र विशेष गरेर नेपाली लोकदोहोरीलाई मन पराउने र गोर्खाली भोइसलाई मन पराउने सबैप्रति फेरि उच्च सम्मान व्यक्त गर्दै मेरो आफ्नो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू। सम्पूर्ण कलाकारज्यूहरूको सँगै अतिथिज्यूहरूसँगको पनि यति बेला हामी फोटो सिस्टममा रहेका छौँ। बसन्त सर हजुर पनि अगाडि आउनु कि पछाडि बस्नुहुन्छ र
विष्णु थापा मगरको परपरको गीत उहाँ जापानमा हुनुहुन्छ। मैले उहाँको पुरस्कार थाप्दिन अवसर पाएँ, धेरै भाग्यमानी रहेछु। अर्काको हक अधिकारले पनि आफूलाई मिल्नु भनेको भाग्यको कुरा हो रे। उहाँको गीत गाइदिन चाहे स्वरगीत हो, मैले राम्रो नगाइदिन सक्नुला किनभने त्यो गीत गायिका चाहिँ विष्णु थापा हुनुहुन्छ। मैले चाहिँ कोसिस मात्रै गर्नेछु है।